नमस्कार विद्यार्थी भाइ बहिनीहरू, स्वागत छ तपाईलाई युट्युब च्यानल बाली शिक्षा। आज फेरि पनि एउटा नयाँ भिडियो लिएर उपस्थित छु। तपाईहरुलाई आज सिकाउन गइरहेको कन्भर्ट बाइनरी नम्बर इन्टु डेसिमल नम्बर। यो बाइनरी नम्बरलाई चाहिँ डेसिमल नम्बरमा चाहिँ कसरी परिवर्तन गर्ने त्यो सिकाउन गइरहेको। जस्तै कि यो बाइनरी नम्बर छ, यो बाइनरी नम्बरलाई चाहिँ डेसिमल नम्बरमा चाहिँ कसरी परिवर्तन। अब हामीले सबभन्दा पहिले चाहिँ के गर्छौं त यहाँ बाइनरी नम्बर लेख्छौं। बाइनरी नम्बर अलि हटाई लेख्छौं। यो लेखिसके पश्चात हामीले चाहिँ यो नम्बरको पोजिसन लेख्छौं। यहाँ पोजिसन अफ नम्बर। त जहिले पनि पोजिसन भनेपछि नम्बरको पोजिसन राख्दाखेरि हामीले यहाँदेखि होल नम्बरमा राख्छौं 0 1 2 3 र यति गरिसकेपछि त्यसपश्चात हामीले चाहिँ के गर्छौं त परिवर्तन गर्छौं यो नम्बरलाई केमा त डेसिमलमा। त डेसिमलमा परिवर्तन गर्दाखेरि हामीले चाहिँ के गर्छौं त जुन यो नम्बर छ यो नम्बरलाई चाहिँ हामीले चाहिँ मल्टिप्लाई गर्छौं के को त यो बाइनरीको बेस लिएर है। जस्तै कि यो 1 छ, 1 मल्टिप्लाई यो बाइनरीको बेस लिएर चाहिँ मल्टिप्लाई गर्छौं र यो 1 चाहिँ कुन पोजिसनमा छ भने है कुन स्थानमा छ त यहाँ हेर्न सक्नुहुन्छ कुन पोजिसनमा छ त 3 भने हामीले यो 2 को पावरमा कति लेख्छौं त 3 लेख्छौं। त्यसपछि हामीले यसलाई एडिसन गर्छौं। एडिसन गरेर फेरि के गर्छौं त हामीले 1 मल्टिप्लाई फेरि बेस हाल्छौं मल्टिप्लाईमा र पावरमा हामीले के गर्छौं त यसको बेस कति छ त यहाँ हेर त यसको पोजिसन 2 रहेको छ भने यो 2 को पावरमा हामीले के लेख्छौं त 2 लेख्छौं। त्यसपछि प्लस यहाँ 0 रहेको छ त 0 मल्टिप्लाई 2 टु द पावर 1 है। अब यो 1 कसरी आयो त किनकि 0 को पोजिसन भनेको कति छ त 1 रहेको छ, त्यही भएर चाहिँ हामीले पावरमा कति राख्छौं त 1 राख्छौं प्लस यो 1 मल्टिप्लाई बेस 2 अनि त्यसपछि यो कुन पोजिसनमा रहेको छ त यो पोजिसन भनेको 0। यति बुझ्नुभयो। त्यसपछि नेक्स्ट स्टेपमा 1 मल्टिप्लाई 2 टु द पावर 3 भनेको कति त 2 टु द पावर 3 भनेको के त 2 मल्टिप्लाई 2 मल्टिप्लाई 2 भनेपछि 2 को पावर 3 भनेको के त 3 पल्ट हामीले चाहिँ 2 लाई चाहिँ मल्टिप्लाई गर्नुपर्ने हुन्छ भने कति भ्यालु आउँछ त 2 2 जा 4 4 2 जा 8 भनेपछि 2 टु द पावर 3 भनेको कति त 8 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 2 भनेको कति त 2 टु द पावर 2 भनेको कति त 2 मल्टिप्लाई 2 टु द पावर 2 छ भने 2 टाइम्स हामीले चाहिँ मल्टिप्लाई गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा चाहिँ हामीले लेख्न सक्छौं भने 2 2 जा कति हुन्छ त 4 यहाँ कति हुन जान्छ त 4 प्लस अब हेर्नु यहाँ 0 मल्टिप्लाई 2 टु द पावर 1 छ है। 0 मल्टिप्लाई 2 टु द पावर 1 छ भने हामीले चाहिँ यसको भ्यालु चाहिँ हामीले चाहिँ के गर्न सक्छौं त डाइरेक्ट 0 लेख्न सक्छौं। जतिसुकै ठूलो नम्बर चाहिँ लिएर चाहिँ हामीले चाहिँ मल्टिप्लाई गर्दाखेरि हामीले चाहिँ 0 लेख्न पाउँछौं। जस्तै कि हेर 0 मल्टिप्लाई 2 4 3 त यति ठूलो नम्बरले हामीले चाहिँ 0 ले मल्टिप्लाई गर्यो भने कति आउँछ त 0 आउँछ भने 0 मल्टिप्लाई 1 गर्यो भने पनि कति आउँछ त भ्यालु हाम्रो 0 नै आउँछ। त्यसैगरी 0 मल्टिप्लाई 2 टु द पावर 4 किन नहोस् यसको भ्यालु कति आउँछ त 0 आउँछ। त्यही भएर मैले के गर्दैछु त 0 प्लसको चिन्ह हाल्छौ अनि 1 मल्टिप्लाई अब हेर्नुस् यहाँ जहिले पनि यो यहाँ पावरमा हेर्न सक्नुहुन्छ यसको 2 को पावरमा 0 अथवा कुनै लेटरको पावरमा 0 छ भने जहिले पनि यसको भ्यालु कति हुन्छ त 1 हुन्छ। कहिले कति हुन्छ त 1 हुन्छ। यो तपाईले चाहिँ के गर्नु त नोट गर्नु होला, रिमेम्बर गर्नु होला भने यहाँ 2 टु द पावर 0 भनेको कति त त्यसपश्चात 1 मल्टिप्लाई 8 भनेको कति त 8 प्लस 1 मल्टिप्लाई 4 भनेको 4 अनि प्लस 0 प्लस 1 1 जा भने 8 प्लस 4 भनेको कति त 8 प्लस 4 भनेको 12 प्लस 0 भनेको 12 प्लस 1 भनेको 13 भने हाम्रो यो नम्बरको 1101 यो बाइनरी नम्बरको डेसिमल भनेको कति त
13 आयो है। अब तपाईहरुले चाहिँ कुनै डाउट छ भने तपाईले चाहिँ तल कमेन्ट बक्समा चाहिँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। अब म तपाईहरुलाई अर्को नम्बर लिएर चाहिँ देखाउन चाहन्छु। दोस्रो क्वेशन रहेको छ, यो हेर्न सक्नुहुन्छ। यो बाइनरी नम्बर रहेको छ र यो के रहेको छ त डेसिमल नम्बर रहेको भने यहाँ हेर्न सक्नुहुन्छ। अब तपाईले सबभन्दा पहिले बाइनरी नम्बर लेखिहाल्नु। यहाँ बाइनरी नंबर 1 1 1 0 1 0 1 1। त्यसपछि यहाँ चाहिँ पोजिसन अथवा अर्डर लेख्न सक्नुहुन्छ। पोजिसन नंबर। त्यसपछि तपाईले चाहिँ यहाँ होल नम्बरमा चाहिँ लेख्न सक्नुहुन्छ। 0 1 2 3 4 5 6 7। त्यसपछि तपाईले यहाँ चाहिँ नाम लेखेर फेरि यो के त बाइनरी नम्बर लेख्नु पर्ने हुन्छ। र यो बाइनरी नम्बर लेखिसके पश्चात तपाईले यहाँ यसलाई चाहिँ एक्सपान्डेड फर्ममा चाहिँ, तर एक्सपान्डेड फर्ममा लेख्दाखेरि हामीले के गर्छ त यो नम्बरसँग यो बेससँग के गर्छ त मल्टिप्लाई गर्छ। कतिखेर जब हामीले चाहिँ डेसिमलमा चाहिँ चेन्ज गर्नु छ भने है। जस्तै मैले चाहिँ के गरेँ त यो 1 लेखे मल्टिप्लाई बेस भनेको 2 बाइनरीको। यो लेखिसके पश्चात यो 1 को पोजिसन कति छ त हेरौँ त। यो 1 को पोजिसन भनेको 7 छ भने यो बेसको पावर कति भइहाल्छ त 7। त्यसैगरी प्लस यो कति छ त 1 छ। फेरि यहाँ यसको पोजिसन हेर्छौँ हामीले कति छ त यहाँ 6। त्यसको 2 को पावरमा कति भइहाल्छ त 6। यस्तै गरी चाहिँ तपाईले के गर्नु त सबै लेख्नु होला है। 1 मल्टिप्लाई 2 टु द पावर 5 प्लस यहाँ हेर्न सक्नुहुन्छ तपाईले चाहिँ पावर के भइरहेको छ त रिड्युस भइरहेको छ, घटिरहेको छ। 0 मल्टिप्लाई 2 को पावर 4 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 3 प्लस 0 मल्टिप्लाई 2 टु द पावर 4 सरी 2 टु द पावर 2 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 1 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 0। अब यहाँ अर्को स्टेप हामीले हेर्छौँ। 1 मल्टिप्लाई 2 टु द पावर 7 भनेको कति त 2 टु द पावर 7 भनेको कति 128 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 6 भनेको कति त 64 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 5 भनेको 32। यसरी पनि तपाईले के गर्न सक्नुहुन्छ त निकाल्न सक्नुहुन्छ। प्लस यहाँ चाहिँ 0 छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईले 0 मल्टिप्लाई यति छ भनेपछि अघिल्लो नोटमा मैले भनेको थिएँ 0 सँग जुनसुकै नम्बरलाई मल्टिप्लाई गर्नुस् भ्यालु भनेको कति आउँछ त 0 आउँछ। प्लस 1 मल्टिप्लाई 2 टु द पावर 3 भनेको कति त 8 प्लस तपाईले फेरि यहाँ हेर्न सक्नुहुन्छ 0 सँग जुनसुकै नम्बरलाई मल्टिप्लाई गर्नु के आउँछ त 0 आउँछ। प्लस 1 मल्टिप्लाई 2 टु द पावर 1 भनेको 2 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 0 भनेको 1। अब यसलाई चाहिँ हामीले चाहिँ मल्टिप्लाई गर्छौँ त 128 प्लस 64 प्लस 32 प्लस 0 प्लस 8 प्लस 0 प्लस 2 प्लस 1। यो सबैलाई जोड्दाखेरि कति आउँछ त 235 भनेपछि देयरफोर 1 1 0 1 0 1 1 यहाँ एउटा मिस्टेक 1 छुटेछ। यो इज इक्वल टु कति डेसिमल हुन्छ त 235 डेसिमल है। त यो डेसिमल नम्बर आइपुग्यो। अब तपाईहरुलाई चाहिँ मैले है यो बिना नै कसरी बनाउने त
त्यसको एउटा म तपाईलाई चाहिँ सिकाउन गइरहेको छु। हामीले डाइरेक्ट यहाँबाट के त यो डाइरेक्ट यति प्रोसेस मात्र हामीले चाहिँ गर्छौं। त्यो कसरी गर्ने त अब त्यो सिकाउन गइरहेको छु। सो तपाई यो भिडियो अन्तिमसम्म हेर्नु होला, स्किप नगरिकन। सो अब म सुरु गर्न गइरहेको छु। हेर्न सक्नुहुन्छ यस प्रकारको के रहेको छ त बाइनरी नम्बर रहेको छ। यसलाई चाहिँ अब हामीले चाहिँ के गर्नुपर्ने हुन्छ त डेसिमलमा चाहिँ परिवर्तन गर्नुपर्ने हुन्छ। त सर्वप्रथम तपाईले चाहिँ के गर्न यो सेम टु सेम सार्नु होला 1 1 0 0 1 1 2। त्यसपश्चात यसलाई चाहिँ एक्सपान्डेड फर्ममा लेख्नु पर्ने हुन्छ त 1 मल्टिप्लाई यो बाइनरीलाई चाहिँ डेसिमलमा चेन्ज गर्दाखेरि बाइनरीको बेस कति हुन्छ त्यतिसँग के गर्नुपर्ने हुन्छ यसलाई चाहिँ प्रत्येक डिजिटलाई चाहिँ मल्टिप्लाई गर्नुपर्ने हुन्छ। सो 2 लेखे मैले 1 मल्टिप्लाई 2 बाइनरीको बेस भनेको 2। अनि यो 1 चाहिँ कुन पोजिसनमा छ भने हामीले चाहिँ होल नम्बरमा चाहिँ काउन्ट गर्नुपर्ने हुन्छ। यहाँदेखि 0 1 2 3 4 5 यसको पोजिसन कति रहेछ त 5 भने यसको पावर 2 को पावर कति हुन जान्छ त 5। त्यसपश्चात तपाईले के गर्नु होला त जुनसुकै नम्बरलाई मल्टिप्लाई गर्दाखेरि यहाँदेखि पावर के गर्नु होला त रिड्युस गर्दै जानु होला। जस्तै कि मैले चाहिँ 1 फेरि अर्को 1 छ मल्टिप्लाई 2 अनि पावरमा कति हुन्छ त 4 के गर्दै गइरहेछु त मैले त रिड्युस गर्दै गइरहेछु प्लस 0 मल्टिप्लाई 2 टु द पावर 3 प्लस 0 मल्टिप्लाई 2 टु द पावर 2 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 1 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 0। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले अर्को स्टेपमा 1 मल्टिप्लाई 2 टु द पावर 5 भनेको यसको भ्यालु कति हुन जान्छ त 2 टु द 5 भनेको 32 2 टु द पावर 4 भनेको 16 2 टु द पावर 3 भनेको 8 टु द पावर 2 भनेको 4 टु द पावर 1 भनेको 2 टु द पावर 0 भनेको 1। अब हेर्न सक्नुहुन्छ 2 टु द पावर 5 भनेको कति छ यहाँ 32 त यहाँ 32 लेख्छौं प्लस 1 मल्टिप्लाई 2 टु द पावर 4 भनेको कति छ त 16 हामीले 16 लेख्छौं। 0 सँग जुनसुकै नम्बरलाई मल्टिप्लाई गर्दाखेरि कति हुन जान्छ त 0 प्लस 0 सँग जुनसुकै नम्बरलाई मल्टिप्लाई गर्दाखेरि कति हुन जान्छ त 0 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 1 भनेको 2 प्लस 1 मल्टिप्लाई 2 टु द पावर 0 भनेको यसको भ्यालु कति हुन जान्छ त 1। त्यसपश्चात हामीले मल्टिप्लाई गर्छौं 32 प्लस 16 प्लस 0 प्लस 0 प्लस 1 2 जा 2 प्लस 1 1 जा 1। त्यसपश्चात हामीले यो सबैलाई के गर्नुपर्ने हुन्छ त जोड्नुपर्ने हुन्छ। जोडेर कति आउँछ त हेर्नुस् त टोटल 51 आउँछन्। त यही भयो के त डेसिमल नम्बर, यही हाम्रो के भयो त एन्सर भयो। विद्यार्थी भाइ बहिनीहरु तपाईले यो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट हाल्दिनु होला र अहिलेसम्म यो भिडियोलाई लाइक गर्नु भएको छैन भने एउटा लाइक गरिदिनु होला र साथसाथै यस च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेसँगै अल नोटिफिकेसन बेल आइकन अन गरिदिनु होला र यो आफ्नो साथीमाझ यो भिडियोलाई चाहिँ सक्दो शेयर गरिदिनु होला। फेरि पनि एउटा नयाँ भिडियो लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि टाटा बाइ बाइ, जय नेपाल।